नमस्कार दर्शकबिन, नमस्ते खबरमा यहाँलाई स्वागत छ। सधैँ चाहिँ आज पनि तपाईहरु माझ ट्यु ग्राउन्डको न्यू अपडेट लिएर हामी उपस्थित भइसकेका छौँ। दर्शकबिन, यो रहेको छ 60,000 स्क्वायर फिट, जुन 60,000 स्क्वायर फिटमा खण्ड खण्ड रूपमा ढलान गरिएको छ। यो पहिलो खण्ड हो, यसकै सँगै रहेको यो प्लास्टिकले ढाकिएको यो दोस्रो खण्ड हो र त्यसभन्दा उताको तेस्रो खण्ड हो। यो तेस्रो खण्डको ढलान भइसकेको छ। यहाँ बर्सातको पानीले ढलानलाई असर नगरोस् भनेर प्लास्टिकले छोपिएको अवस्था छ। तपाईले देख्न सक्नुहुन्छ यहाँ पहिलो स्टेपको ढलान भइसकेको छ भने दोस्रो स्टेपमा पनि काम सुचारू भइरहेको हामी देख्न सक्छौँ। तपाईँ अब यो तेस्रो चौथो खण्ड पाँचौं खण्डमा पनि डन्नी तारजाली बुन्ने काम भइरहेको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ तपाईले देख्न सक्नुहुन्छ कामदारहरूले बिहानैदेखि कामको गतिलाई बढाएका छन् भने यो रहेको छ प्रोडक्सन पाइलिङको वाल। तपाईले देख्न सक्नुहुन्छ यहाँ यो फर्मा ओसार्ने काम भइरहेको छ। यहाँ दोस्रो खण्डको लागि फर्मा टोड्ने काम पनि गरिरहेको अवस्था देखिन्छ। तपाईले देख्न सक्नुहुन्छ अब यो चौथो र पाँचौं र छैठौं खण्डमा पनि सिधै ढलान हुने जानकारी पाएका छौँ हामीले। यो ढलानको अपडेट हामी तपाईलाई दिनेछौँ। यो छ यो 60,000 स्क्वायर फिटको पूर्वपट्टि भागबाट खिचिएको यो दृश्य हो। तपाईले देख्नुहुन्छ बर्सातको पानीले ढलानलाई नबिगारोस् भनेर यहाँ प्लास्टिकले छोपिएको छ। पानीले अलिकति कामलाई डिस्टर्ब गरेको छ। यो चौथो खण्डको यो 13 फिटको बीच भागमा चाहिँ आवाजावतका लागि बाटो निर्माण पनि गरिँदैछ। यहाँ चाहिँ मानिसहरू आवाजावत गर्नलाई बाटो पनि निर्माण सानो बाटो पनि राखिन्छ। तपाईले देख्न सक्नुहुन्छ यहाँ यो ढलानको लागि चाहिँ इटा सोलिङ गर्ने काम पनि भइरहेको छ। यहाँ यसरी बराबर स्केल मिलाएर इटा सोलिङ हुन्छ। इटा सोलिङ भइसकेपछि त्यसमा पिसिसी ढलान गरिन्छ। पिसिसी ढलानपछि बल्ल अनि स्टेप ढलानको लागि तयारी फर्मा ठोकिन्छ। तपाईले देख्न सक्नुहुन्छ अब यो चौथो पाँचौं र छैठौं खण्डको पनि चाँडै नै ढलान हुने जानकारी पाएका छौँ हामीले। यो सम्भवतः अब यो 5-7 दिनमा यसको पनि यो ढलान हुन्छ। यहाँ काम तीव्र रूपमा गरिरहेका छन् कामदारहरूले। तपाईले देख्न सक्नुहुन्छ यहाँ इन्जिनियरले यो साइजको मेजरमेन्ट पनि गरिरहेको हामी देख्न सक्छौँ। त्यहाँ साइज पनि नापिरहेको अवस्था छ। सोलिङको लागि इटा ओसार पोसारको काम पनि भइरहेको छ। यहाँ कामदारहरूले बिहानैदेखि सामानहरू ओसार पोसार गर्दै गरेको अवस्था छ हामी देख्न सक्छौँ। तपाईले यदि तपाईहरु नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई लाइक कमेन्ट र सब्स्क्राइब पनि गरिदिनु होला। यो 60,000 स्क्वायर फिटको लङ दृश्य हो जहाँ मजदुरहरूले चाहिँ फर्मा ओसार पोसारको काम गरिरहेका छन्। मजदुर भनौँ या कामदार भनौँ एउटै हो, तर कामदार भन्दा अलि राम्रो सुनेला जस्तो लाग्छ। यो तपाईले देख्नुहुन्छ यो 60,000 स्क्वायर फिटको यो छैठौं भाग हो। यो छैठौं भागमा पनि इटा सोइलिङको लागि तयारी हुँदैछ। जुन यो 60,000 स्क्वायर फिटको छैठौं भाग हो जहाँ जाली बुन्ने काम भइरहेको छ। तार जाली बुनिरहेको छन्। यो चाहिँ 23,000 स्क्वायर फिट हो। 23,000 स्क्वायर फिटमा लगभग फर्मको काम सकिन आँटेको अवस्था छ। यो सम्भवतः आज बेलुकासम्म यो फर्मको काम सकिन्छ होला जस्तो लाग्छ। तपाईले देख्नुहुन्छ यो 23,000 स्क्वायर फिटमा चाहिँ यो फर्मा बान्ने काम चाहिँ लगभग सकिएको अवस्था छ। अब यहाँ चाँडै नै कङ्क्रिट हालेर ढलान गरिन्छ।
यो प्याराफिट बनिसकेपछि निकै आकर्षक र राम्रो देखिन्छ किनकि यहाँ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको काम भइरहेको छ जहाँ आइसिसीको मान्यता अनुसार यो रङ्गशालाको निर्माण गरिँदैछ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ मजदुरहरू सामान ओसार पसारको काम पनि भइरहेको छ। यो 60,000 स्क्वायर फिटको लङ दृश्य हो। तपाईँले देख्न सक्नुहुन्छ निकै आकर्षक र एकदम राम्रो देखिएको छ त्यो ग्राफ जहाँ यो वसन्त ऋतु सुरु भइसँगै हरियालीले पनि निकै मनमोहक बनाएको छ। तपाईँले देख्न सक्नुहुन्छ यो 23,000 स्क्वायर फिट हो। यो 23,000 स्क्वायर फिटमा पनि काम यो पहिलो खण्डको काम चाहिँ लगभग सकिएको अवस्था छ। यो 6औँ खण्डको चाहिँ यो बिम बाँध्ने काम भइरहेको छ। प्याराफिटको बिम बाँध्ने काम भइरहेको छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ यसलाई पहिला बिम बाँधिन्छ। बिम बाँधिसकेपछि त्यसको खण्ड खण्डमा पिसिसी ढलान गरिन्छ। पिसिसी ढलान भइसकेपछि बल्ल स्टेप ढलानको लागि तयारी गरिन्छ। तपाईँले देख्न सक्नुहुन्छ उल्लेख्य रूपमा यहाँ काम भइरहेको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार काम भइरहेको हामी देख्न सक्छौँ। तपाईँले देख्न सक्नुहुन्छ निकै राम्रो र आकर्षक देखिएको छ त्यो मैदानको प्याराफिट। अब छिटै नै अब सिटहरू पनि यसमा जडान हुने सिटहरू पनि छिटै नै आउने भन्ने जानकारी पाएको छौँ। तपाईँले देख्न सक्नुहुन्छ इन्जिनियरले त्यहाँ नापजाँचको काम गरिरहेका छन् भने कामदारहरूले डन्नीलाई मोड्ने काम गरिरहेका छन् जुन रिङ यो बिममा बस्ने रिङ बनाउने काम भइरहेको छ। तपाईँले देख्न सक्नुहुन्छ अब यो स्टेप ढलानको लागि लगभग पूर्ण रूपमा तयारी भएको अवस्था छ। तपाईँ देख्न सक्नुहुन्छ इन्जिनियरले नापजाँच गरिरहेका छन् किनकि यसको यो अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गर्नुपर्ने भएकोले इन्जिनियरले पनि एकदम यसलाई चाहिने मापदण्ड अनुसार मेजरमेन्ट मिलाइरहेका छन्। यसको लम्बाइ चौडाइ र उचाइ राख्दाखेरि मानिसहरू बस्नको लागि कम्फर्टेबल हुने हिसाबले मेजरमेन्ट गरिएको छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ काम भइरहेको अवस्था छ। लगभग यो अब 23,000 स्क्वायर फिटको पहिलो खण्डको काम चाहिँ आज र भोलि नै सकिने अवस्था छ। यो पर्सि पनि यसको ढलान हुने भनिएको छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ काम तीव्र रूपमा भइरहेको अवस्था छ। यहाँ इन्जिनियरले पनि आफ्नो कार्यदक्षतालाई प्रष्ट रूपमा परिचालन गरिएको अवस्था छ। तपाईँले देख्न सक्नुहुन्छ नापजाँच हेर्ने र चेक ब्यालेन्स वाटर लेभल जस्ता कुराहरूलाई एकदम सूक्ष्म रूपमा हेरिएको छ जहाँ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै काम भएको हामी देख्न सक्छौँ। तपाईँले देख्न सक्नुहुन्छ स्टेटको लागि यहाँ डन्डी काट्ने र फर्मा काट्ने काम पनि भइरहेको छ। यदि तपाईँहरू भर्खर हाम्रो च्यानल हेर्दै हुनुहुन्छ भने हामीलाई लाइक कमेन्ट र सब्सक्राइब पनि गरिदिनु होला। यो चाहिँ प्याराफिटको फ्लड लाइट हो। यो फ्लड लाइट अहिले लगभग यसको फ्लड लाइटको ढलान सकिसकेको छ भने अब यो माथि हाइमाक्स पोल जडान हुनेछ। यो जुन देखिएको नट पोल्टोहरूमा हाइमाक्स पोलहरू को सेट गरिन्छ। यसमा हाइमाक्स पोल सेट गरिसकेपछि त्यसमाथि चाहिँ अब लाइटहरू फिट गरिनेछ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ काम तीव्र रूपमा भइरहेको छ। यो 60,000 स्क्वायर फिटको दृश्य हो। यहाँ मजदुरहरूले यहाँ माटो पर्नलाई माटो बोक्ने काम पनि भइरहेको हामी देख्न सक्छौँ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ ध्यानदेखि नै काम
भइरहेको छ। यो अनुकूल वर्षाको कारणले चाहिँ कामलाई केही हदसम्म चाहिँ अलि अप्ठ्यारो बनाएको छ र यो अप्ठ्यारोको बावजुद पनि यहाँ कामदारहरूले चाहिँ तीव्र रूपमा काम गरिरहेको हामी देख्न सक्छौँ। नेपालको सरकारी कामहरूमध्ये यो काम चाहिँ अलिकति प्राथमिकतामा राखेर काम भएको हामी देख्न सक्छौँ। यो स्टेज डन्डीलाई काट्ने काम पनि यहाँ भइरहेको छ। तपाईँले नमस्ते खबर हेरिरहनु हुनुहुन्छ। हाम्रो च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब पनि गरिदिनु होला। आजलाई यति नै। हस्त नमस्ते।